नमस्ते सम्पूर्णलाई म निमा तेन्जिङ बोल्दैछु। आजको यस भिडियोमा चाहिँ वायुको बारेमा म छोटो समयमा म हजुरहरूलाई चाहिँ एउटा शिक्षा जानकारी गर्न चाहन्छु। बुद्धले भन्नुभएको छ सामान्य व्यक्तिको शरीरमा चाहिँ कति प्रकार वायु हुन्छ भन्दाखेरि चाहिँ 84,000 थरी हाम्रो शरीरमा वायु हुन्छ भनेर भनाइ छ। यसमाथि यसको स्वास्थ्यको लागि कति ज्ञान कति प्रकार ज्ञान मूल ज्ञान भनेको चाहिँ 5वटा निकाल्नु भएको छ। हाम्रो लामाको भाषाबाट भन्नुभएको छ सोङजिन्जिलुङ, झेन्जुजिलुङ, मेन्यामजिलुङ, छेप्चेजिलुङ, थुर्सेजिलुङ भनेर 5 प्रकार निकाल्नु भएको छ। हजुरहरूलाई चाहिँ म आज झेन्जुगुलुङको बारेमा हजुरहरूलाई चाहिँ म जानकारी गर्न चाहन्छु। झेन्जुगुलुङ भन्दाखेरि चाहिँ हाम्रो यो छातीदेखि माथिल्लो भागको लागि हो, एउटा स्वास्थ्यको लागि हो। हाम्रो घाँटी पोल्ने, टाउको दुख्ने अनि यो हाम्रो 5 इन्द्रियहरूले चाहिँ त्यति काम नगरेको बेला चाहिँ यो यो ज्ञानले चाहिँ एकदमै हजुरहरूले चाहिँ उपयोगी हुन सकिनुहुन्छ। अब कसरी गर्ने भन्दाखेरि चाहिँ फर्स्टमा चाहिँ हामीले चाहिँ यो बुढी औँलाले चाहिँ यसलाई थिचिकन फर्स्टमा यो यसरी बस्नुपर्ने हुन्छ। यसरी बसिकन अनि सास लामो सास एउटा तानिकन अनि यो सास चाहिँ हाम्रो यो घाँटीको यहीँमा रोकिनु पर्ने हुन्छ। सास चाहिँ यतातिर रोकिनु पर्ने हुन्छ, यहाँमा रोकिकन अनि हाम्रो यो टाउको चाहिँ दायाँतिर 5 चोटि घुम्ने अनि बायाँतिर चाहिँ 5 चोटि घुमिकन अनि सास चाहिँ फाल्नु पर्ने हुन्छ। फाल्दाखेरि चाहिँ आफ्नो सास वायु चाहिँ यो हाम्रो भित्रमा भएको वायु चाहिँ हाम्रो शिरमा बिल्लाको महसुस लिनु पर्ने हुन्छ। यसरी गर्न अनि तपाईँहरूले चाहिँ यो ज्ञान लिनुभयो भने एकदमै स्वास्थ्यको लागि राम्रो हुन्छ। घाँटी पोल्ने अनि आवाज राम्रो नआउने र छिनछिनमा यो हाम्रो टाउको दुख्नेहरूको लागि एकदमै राम्रो एउटा योग हो। अनि सास फालिसकेपछि यसरी फालिसकेपछि आफ्नो शिरमा चाहिँ यो सास चाहिँ बिलाको महसुस लिनुपर्ने हुन्छ। अनि यो लिइसकेपछि तपाईँहरूले चाहिँ आनन्द हाम्रो यो शिरमा ध्यान दिइकन आफ्नो फिल चाहिँ आफ्नो शिरलाई ध्यान राखिकन एकदम 5 मिनट 10 मिनट जति तपाईँले आफ्नो शिरलाई ध्यान दिइकन ध्यानमा बस्नुपर्ने हुन्छ। त्यो ध्यानले चाहिँ तपाईँको यो मेमोरी अनि यो हाम्रो दिमागको एकदमै राम्रो मसाज हुन्छ भने हाम्रो बुद्धको भनाइ छ। हजुरले यसरी गर्नुभयो भने एकदमै राम्रो हुन्छ भन्दै हजुरलाई चाहिँ अब यसको लागि यहाँबाट बिदा हुन चाहन्छु। धन्यवाद।